भुन्टी यता आइज त क्या नबोलाउनु भएको आमा? अब तल स्कुल जानलाई हतार भएको होला। मैले अलिकति भात पकाएको थिएँ, बहिनीले र मैले त्यही खायौँ। तँलाई राखिदिउँ भनेदेखि चिसो होला भनेर राखिदिएको छैन। अलिकति भात पका अनि तातो खाएर जा है। आमा यति भइसक्यो, मैले कतिखेर पकाएर खाएर जान भ्याउनु। होस् बरु म नखाइकन जान्छु। भोकै जान्छेस्? जान्छु, म लुगा फेरेर गइहाल्छु है आमा। सासू आमाले ढोका किन यत्तिका जुठो भाँडा राख्नुभयो होला। डाँडा राखेर जानु पर्यो। लगी है लगी माझ्न त त्यसलाई यसै गरी सताउनु पर्छ। किन त्यहाँ धारामा ठ्यास जुठा भाँडा राखेकी हो? अनि तपाईँले ढोका राख्नु हैछ जुठा भाँडा ठ्यास आनिखेर ढोका के जुठा राख्नु भनेर अनि यहाँ ठ्यास राख्नु।